के छौ साथी हो भोलि नयाँ सालको जेसुकै छौ तिम्रो त मेरो त मासु ल्याउँछु एउटा खम्बा ल्याउँछु चटचुट खाएर सुतिदिइहाल्छ हौ केटामा त हो र हो नि हामी चाहिँ कसो गर्नु हौ हामी पनि एउटा मनाउन अलिकति मिलेर मारो धले मलाई त आमामामा बाटो मुत्तै हिँड्छ जहिले नि खै बाटो मुतेर है यतापट्टि बस्छु ल बाटो मुतुवा तेरो बाटो मुत्नु हुँदैन दे यतै बस्छु मुतिस नि खेताउदी गर नभए भोलि सबै भेला भएर रमाइलो गरौँ न अनि रमाइलो गर्दा त हुन्थ्यो तर पैसा पो छैन त हौ मसँग त हो र ब्रो हो नि टेन्सन नगर न टेन्सन नगर घरमा कुखुरा पालिएछन् कि कोप्लाको एउटा उठेछ कसले बुझ्छ हौ कुखुरै चोर्छौ र अनि अरू कुखुरो मात्रै भएर चाहिँ भएन नि त म एउटा भाडो निकाल्छु निकाल्छ होला नि त्यसले भने कुखुरा निकाल्छु एउटा भयो त तिमी भाडो निकाल्छौ लु त्यसो भए मर मसला मेरो म निकाल्छु लु खम्बाको टेन्सन नभए खम्बा म यसो निकाल्छु घरमा भेन्डर छ त हो भेन्डर रहेछ त खम्बा म निकाल्छु एउटा चोरेको बुझ्दैन नि के को बुत्यो अस्ति कति चोरेर खाइसकेँ मैले मैले पनि दह्रो निकालेँ नि कुखुराहरू त ल हो नि 2 किलोको छ त्यही उठाइदिन्छु 2 किलोको छ पुग्छ नि हामीलाई 5 जनालाई जति जति त्यसो भए त खम्बा छ धेरले खम्बा म ल्याउँछु खम्बा चाहिँ दुईटा चाहियो नि खम्बा दुईटा ठिकै ले हो। त्यसो भए लु म ल्याउँछु ल भाले ल जिन्दगीमा नियर कहिले पनि मजाले खाइएन मैले त हो र भोलि चाहिँ दबाएर खाने हो एकदम चिलमा खाइदिनु हो कि खम्बा छ होला नि खम्बा त छ औ केटा के छौ ठिकै छ दाइ अनि कस्तो भयो त आज बाहिरको एकदम कडक 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 बिहानदेखि बाई बाई मनाउँदै हिँड्दैछु चिलमान त पुरा पुरै बाँदै जतिखेर हो नि अनि म त निम्तो गर्दै हिँडेको यार भोलि भनौँ न त। नियरको पार्टीको लागि अनि तिमीहरू साथीभाइहरू सबैजना दाजुभाइ दिदीबहिनी मामा माइजू काका काकी आमा बुबाहरू सबैजनालाई लिएर आउँदा हुन्छ हाम्रो घरमा भोलि न्यु इयरको प्रोग्राम छ भोलि हाम्रो घरमा प्रोग्राम छ जिएफ सिएफ सबै जिएफ यता आइज जिएफ ग्रान्ड फादर भनेको बुझ्दैनौ त्यति पनि बुझेँ म के भन्दै थिएँ केटा दा तपाईँ निम्तो बार्दै आउँदैछ तपाईँको घरमा प्रोग्राम छ अरे अनि निम्तो बाट्दै त आएको एकछिनै तिमीहरूलाई लिएर बोलाउँछु जडियाहरू अस्ति पनि माथि कति हल्ला सुनेको हो तिमीहरू जडियाहरू तिमीहरूलाई बोलाउनु भन्दा त बरु बोलाउँदिनँ मैले त गाठ राखिरहेको छु सबै तिमीहरूलाई बोलाएको छु जडियाहरू हल्ला गर्दै कुद्छन् भोलि पनि बोलायो भने त्यस्तै त होला नि तिमीहरूको पारा त्यस्तै देखाइहाल्छौ बोलाउँदिनँ म तिमीहरूलाई बोलाउँदिनँ गएको ती दाइसित बेकारमा बोल्दैछ नि बेकारमा बोल्यो नि यार घन्टा टाइम मात्रै वेस्ट भयो नि हामीको भोलि खतरा छ उनको दाइको भन्दा खतरा छ हाम्रो खतरा छ नि हौ भोलि कति इन्भाइट आउँछन् कति जान्छ नि हामीको सधैँ छ नि हौ इन्भाइट त त्यही त भोलि टक्क खाइन्छ जाइन्छ रमाइलो गरिन्छ गाना बजिन्छ नाचिन्छ ढक ढक होइन भुली कतिखेर भुली हुन्छ बुपा फर्काउनु पर्छ उनीहरू कोही फर्काउनु पर्छ ती दाइले कुरा हेलो गाइस नमस्ते एन्ड ह्यापी न्यू इयर हामी फेरि पनि आइसकेको छौँ नयाँ भिडियो बनाएर र तपाईँहरूले सपोर्ट गर्नु होला हामीहरूलाई र सबै थोक गरिदिनु होला धेरै माया देखाइदिनु हामीलाई लाइक शेयर कमेन्ट गरिदिनुहोस् सेयर गरिदिनुहोस् तपाईँहरूको हामीलाई डर सपोर्ट चाहिरहेछ यसो गरिदिनुहोस् हामीहरूको लागि अब हामीहरूको 1K पनि पुग्न आँटेको छ गाइस तपाईँको सपोर्ट चाहिएको छ धेरै मायाहरू आशा छ हामीलाई तपाईँहरूले गरिदिनुहुन्छ भन्ने अनि त्यति नै छ धेरै माया गरिदिनुहोस् हाम्रो च्यानललाई लाइक सब्सक्राइब र सेयर गरिदिनुहोस् सबैजनालाई तपाईँहरूले र थ्याङ्क यू Once again, Happy New Year, guys! Bye! See you Bye. soon! See you soon, guys! Bye.